नेपालको कानुन अनुसार कुनै बच्चाले आमा र बाबु दुवैको थर प्रयोग गर्न पाउँछ कि पाउँदैन? बालबालिकाको थर सम्बन्धमा हेर्दाखेरि आमा र बाबु दुवैको सहमतिमा थर राख्न सकिन्छ। चाहे त्यो आमाको थर होस्, बाबुको थर होस् अथवा अन्य थर। आमा र बाबु दुवैको सहमतिमा कुनै एउटा थर राख्न सकिन्छ। यदि बच्चाको थर राख्ने सम्बन्धमा आमा र बाबुको बीचमा सहमति हुन सकेन भने सामान्यतया बाबुको थर राख्नुपर्ने हुन्छ। तर पनि बालबालिकाले चाहेको अवस्थामा आफ्नो बाबुको थर, आफ्नो आमाको थर अथवा आमा र बाबु दुवैको थर प्रयोग गर्न सक्छ। यदि कुनै बालबालिकाको बाबुको पहिचान हुन सकेन, बाबु बेपत्ता हो भने त्यो अवस्थामा आमाको थर प्रयोग गर्न सकिन्छ। यसको साथै कसैको आमा र बाबु दुवै बेपत्ता हो, दुवैको पहिचान हुन सकेन भने यो अवस्थामा त्यो बच्चालाई जसले पालन पोषण गरेको हो, जसले रेखदेख गरेको हो, जसले संरक्षण गरेको हो, त्यो संरक्षकले आफ्नो थर त्यो बच्चालाई राख्न सक्छ। भनेपछि संरक्षकको थर नै त्यो बच्चाको थर हुनेछ।